दर्शकबिन नमस्कार। प्राइम टाइम में यहाँ सबके स्वागत करै छी। प्राइम टाइम में आई के विषय हम सब जुन क्षेत्र से जुड़ल छी वह क्षेत्र के बातचीत हेतै, यानी कि पत्रकारिता मीडिया संगे जुड़ल बातचीत हेतै। प्रदेश नंबर 2 में जनकपुर धाम में लास्ट 3 दिन में पत्रकार सबके ट्रेनिंग देल गेलै, जे मुख्य धार के पत्रकारिता छै, जैमे खास कऽ फोकस कयल जाइ छै राजनीति, दुर्घटना या करेंट अफेयर्स जे कहियो समसामयिक विषय पर। ओहिसँ फरक जाकर कनी दोसर विषय सब पर चर्चा करी, ओहि पर केना रिपोर्टिंग कयल जाए, ताहि विषय में ट्रेनिंग कयल गेलै, पत्रकार सबके ट्रेनिंग देल गेलै। 3 दिन के ई प्रोग्राम रहल छलै। ओही इशू के कनी आइ हम सब आगा बढ़ा रहल छी, आइ के प्राइम टाइम में बातचीत करब। ओहि प्रोग्राम के 2 गोटे ट्रेनर जे छलाह हमरा सबके साथ में छथि, 2 गोटे अतिथि छथि हमरा सबके साथ में। यम बहादुर दुरा जी पत्रकारिता क्षेत्र में अध्यापन सेहो करै छथि, वरिष्ठ पत्रकार सेहो रहल छथि, 1 दशक सँ अध्यापक क्षेत्र में लागल छथि। तहिना हमरा सबके साथ में कल्पना आचार्य जी छथि, स्वास्थ्य क्षेत्र में खास कऽ कऽ ओही क्षेत्र में रिपोर्टिंग कर रहल छथि, स्वास्थ्य पत्रकार मंच के अध्यक्ष रहल अछि। दुनू जना संगे आई के प्राइम टाइम में बातचीत शुरू करै छी। दुवै जनालाई धेरै स्वागत छ। धन्यवाद। सुरु गरौँ कल्पना जीबाट। कसो रह्यो ट्रेनिंग को हल्का संक्षिप्त जानकारी पाऊँ, कसो रह्यो 3 दिन को ट्रेनिंग अहिलेसम्मलाई? बेसिकली हामीले यो 3 दिनको ट्रेनिङमा चाहिँ प्रजनन स्वास्थ्य, किशोर किशोरीहरूको अवस्था, यौन स्वास्थ्य लगायतका विषयमा उहाँहरूले प्रदेश 2 मा रहेर चाहिँ लोकल लेभलमा रहेर चाहिँ कसरी रिपोर्टिङ गरिरहनु भएको छ र अब आगामी दिनमा चाहिँ यो तालिम लिइसकेपछि चाहिँ रिपोर्टिङका इस्युजहरू के हुन सक्छन् भन्ने विषयमा अलिकति इनडेप्थमा हाम्रो रिपोर्टिङ चाहिँ राजनीतिमा मात्रै फोकस भयो कि भनेर उहाँहरूसँग पनि छलफल गऱ्यौँ। र उहाँहरूको कुरा सुन्दा पनि बेसिकली उहाँहरूले यहाँ बसेर गर्ने चाहिँ पहिलो प्राथमिकता चाहिँ राजनीति सम्बन्धी न्युज, पोलिटिकल बिटलाई चाहिँ उहाँहरूले हेरिरहनु भएको रहेछ। र उहाँहरूलाई यो पनि फिल रहेछ कि राजनीति बाहेक पनि अब हामीले कुरा गरेको चाहिँ स्वास्थ्य हुनाले मैले स्वास्थ्यलाई जोडेँ। स्वास्थ्य सम्बन्धी विषय यति धेरै संवेदनशील हुँदाहुँदै पनि हामीले रिपोर्टिङ गरिरहेको रहेनछौँ, अथवा सतै मात्रै अथवा इभेन्ट ओरिएन्टेड मात्रै गरेर रहेछौँ भन्ने खालका कुराहरू आए र यसैमा फोकस भएर हामीले 3 दिन चाहिँ छलफल गऱ्यौँ। यमजी कस्तो उत्साह पाउनुभयो यहाँका पत्रकारहरूमा? अनि जुन उमेर समूह भनौँ या अलग अलग क्षेत्रबाट आएका हुन्छन् उनीहरू पनि प्रेजेन्स कस्तो थियो? र उहाँहरू उत्साहित नै पाउनुभयो, उत्साहित नै देख्नुभयो। उहाँहरू पत्रकारिताको अभ्यास गर्दै आइराख्नु भएको पत्रकारहरू हुनुहुन्छ, रिपोर्टिङ गरिराख्नु भएको छ, विभिन्न विषयमा रिपोर्टिङ गरिराख्नु भएको छ। त्यसमा पनि अब स्वास्थ्य पनि एकदमै महत्त्वपूर्ण कुरा हो। देशको समग्र उन्नति विकासका लागि स्वास्थ्यको रिपोर्टिङ हुन जरुरी छ। नागरिकको स्वास्थ्य कस्तो छ, उनीहरूले कस्तो किसिमको स्वास्थ्य सम्बन्धी समस्या फेस गरिरहेका छन्, हस्पिटलहरूले कस्तो सेवा दिइराखेका छन्, यी समग्र विषयमा उहाँहरूले थाहा पाउन जरुरी थियो र त्यही विषयमा हामी फोकस भयौँ। उहाँहरू हामीले उत्साहित नै पायौँ। खासमा भनेपछि स्वास्थ्यलाई नै जोडियो या अन्य विषयहरू पनि टच गरियो? हाम्रो मूल विषय त स्वास्थ्य नै हो, तर त्योसित अरू विषयहरू पनि जोडियो। जस्तो आचार संहिता, स्वास्थ्य सम्बन्धी रिपोर्टिङ गर्दाखेरि के कस्ता आचार संहिताहरू पालन गर्नुपर्ने हुन्छ। हामीले रिपोर्टिङ गर्दाखेरि जसको बारेमा हामीले रिपोर्टिङ गर्दैछौँ उहाँहरूप्रति हामी संवेदनशील छौँ कि छैनौँ, हाम्रो संवेदनशीलताको हद कस्तो छ, उहाँहरूको बारेमा रिपोर्टिङ गर्दा कतै हामीले उहाँहरूलाई नै भिक्टिम पो बनाइराखेका छौँ कि, यी यस्ता विषयहरूमा पनि हामीले छलफल गऱ्यौँ। कल्पना जीतिर आउँ। तपाईँ मैले इन्ट्रोमा पनि भने सुरुवातदेखि नै स्वास्थ्य क्षेत्रमा रिपोर्टिङ गर्नुभएको छ। खासमा पत्रकारिता स्टार्ट गर्दाखेरि जुन पनि समग्रमा हेरौँ देशभरिमै के करेन्ट अफेयर्स या राजनीतितिर बढी गरेर स्टार्ट गरिन्छ। तपाईँको हल्का ब्याकग्राउन्ड अझै बुझौँ, त्यसपछि अन्य विषयतिर जाउँला। कसरी स्टार्ट भयो र स्वास्थ्यमै किन रिपोर्टिङ गर्नुभयो तपाईँले? वेल, अब सुरुवातीको कुरा गर्ने हो भने सुरुकै दिनमा चाहिँ मैले स्वास्थ्य रिपोर्टिङ चाहिँ गरे होइन। मैले चाहिँ आफ्नो करियर सुरु गर्दाखेरि टेलिभिजनबाटै करियर सुरु गरे हो। त्यो पनि तपाईहरूलाई याद छ कि छैन, यङ एसिया टेलिभिजन भन्ने टेलिभिजन एउटा प्रोजेक्टको रूपमा आएको थियो, वर्ल्ड भिजन इन्टरनेसनलको। त्यो चाहिँ नेपाल टेलिभिजनबाट आउँथ्यो। त्यसमा चाहिँ 2टा प्रोग्राम हुन्थ्यो, स्पेस टु लेट र नेचर कल्स भन्ने। त्यो दुवै प्रोग्राम चाहिँ सामाजिक विषयवस्तुलाई समेटेर बनाउने प्रोग्राम थियो। त्यो चाहिँ नेपाल टेलिभिजनमा टाइम किनेर गरिने प्रोग्राम थियो। मैले त्योबाट इन्ट्री गरे हुनाले मेरो मानसिकता नै सामाजिक विषयवस्तुमा चाहिँ मैले फोकस गर्न पर्छ, म रिपोर्टिङ गर्न सक्छु अथवा पोलिटिकल गर्न सक्दिनँ भन्ने त होइन, तर मेरो छाप नै सामाजिक विषयवस्तुमा नै मैले रिपोर्टिङ सुरुवाती दिनमै
सामाजिक विषयवस्तुमा नै गरेँ। त्यसपछि पछि रेडियो हुँदै र म एभी न्युजमा पनि काम गरेँ। एभी न्युजमा सुरुवाती दिनदेखि नै मैले स्वास्थ्य सम्बन्धी रिपोर्टिङ नै गर्न थालेँ। प्रोग्राम नै थियो स्वास्थ्यलाई नै फोकस गरेर। सायदै त्यो बेलामा अन्य टेलिभिजनहरूमा स्वास्थ्य सम्बन्धी प्रोग्राम थिए जस्तो मलाई लाग्छ। अर्को एउटा टेलिभिजनले चाहिँ एउटा प्रोग्राम गर्थ्यो, तर हामी दुईवटा टेलिभिजनबाट मात्रै त्यो स्वास्थ्य सम्बन्धी प्रोग्राम जान्थ्यो। भनेपछि त्यो बेलामा हामीले सुरु गर्दा गाह्रो नै थियो कि स्वास्थ्य पनि बिट हुन्छ र स्वास्थ्यमा पनि रिपोर्टिङ हुन्छ र स्वास्थ्य पनि समाचार हो र भन्ने खालको समयमा हामीले सुरु गऱ्यौँ। र सुरुवाती दिनदेखि नै सङ्घर्ष गऱ्यौँ। हामीले बनाएका, मलाई याद छ मैले बनाएका कति रिपोर्टहरू बजेका छैनन्, किनभने प्रायोरिटीमा परेन। पोलिटिकल न्युज अलि धेरै आयो अथवा अर्को क्राइम सम्बन्धित न्युज अलि धेरै आयो, त्यो चाहिँ माथि पर्यो। पछाडि राख्दाखेरि त्यो न्युज नगएका र आफूलाई खिन्न लागेका उदाहरण पनि थुप्रै छन्, मैले त्यो पनि भोगिरहेको छु। तर पछिल्लो समय आइरहँदाखेरि चाहिँ मलाई खुसी लाग्छ। अहिले चाहिँ म आफै एउटा अनलाइन पोर्टल हेल्थमै फोकस्ड हेल्थ टिभी अनलाइन भनेर आफै लिड गरिरहेको छु र अन्य हामीसँगै काम गरेका साथीहरूले पनि हेल्थमै फोकस्ड अनलाइनहरू चलाइरहनु भएको छ, टेलिभिजन चलाइरहनु भएको छ। अहिले टेलिभिजनमा हरेक टेलिभिजनमा तपाईँ हेर्नुहोस् स्वास्थ्य सम्बन्धी एउटा प्रोग्राम कम्पलसरी रूपमा उहाँहरूले इन्क्लुड गर्नुभएको छ। त्यही भएर यो जर्नी हेर्दाखेरि, मेरो यो यात्रा हेर्दाखेरि अहिले आउँदा चाहिँ मलाई खुसी लाग्छ कि मैले साँच्चैकै त्यो कठिन यात्रा पार गरेर यहाँसम्म आउँदा चाहिँ अन्य साथीहरूलाई चाहिँ अहिले चाहिँ सजिलो भएको छ। एक दशकमा लगभग के बदलाव हेर्नुभयो? बदलाव धेरै भएको छ हेर्नुहोस्, किनभने एक दशक अगाडिसम्म कुनै पनि टेलिभिजनमा तपाईँले यसो सर्च गर्नुभयो भने स्वास्थ्य सम्बन्धी प्रोग्राम नै थिएन। म्यान पावर नभएर हो कि त्यसलाई इम्पोर्टेन्स नै नदिएर हो? मेन पावर नभएर होइन, त्यो बेलामा पनि साथीहरू त थिए नि, त्यो बेलामा काम गर्ने साथीहरू अहिले पनि गरिरहनु भएको छ। त्यो बेलामा चाहिँ पोलिटिकल न्युज मात्रै समाचार बन्छ, प्रमुख विषयवस्तु बन्छ भन्ने मानसिकता त्यो बेलामा थियो। अहिले आएर चाहिँ त्यो मानसिकता चेन्ज भयो कि हामी चाहिँ अलिकति सचेत पनि भयौँ कि त्यो पनि होला। त्यही भएर अहिले त सबै मिडियाहरूले चाहिँ मेन पावर राख्न सक्ने, त्यो बेलामा मेन पावर राख्न नसक्ने भन्ने त हुँदैन। सचेतना बढेको पनि होला। यमजी यो कुरालाई अलि अझै कोट्यौँ। पोलिटिकल न्युज नै न्युज बन्ने गर्छ, हामी सबै त्यही क्षेत्रबाट लागेका व्यक्ति हौँ, अहिले पनि त्यही नै हो, टप प्रायोरिटीमा नै त्यही जाँदै गर्छ। यो खासमा चाहिँ किन होला यो समग्र हेर्दाखेरि? राजनीति सबै कुराको एउटा केन्द्रबिन्दु हो, ग्लोबल ट्रेन्ड नै हो। कुनै न कुनै रूपमा राजनीतिले ठाउँ पाउँछ र प्रमुख ठाउँ पाउँछ, किनभने हरेक कुराको नेतृत्व राजनीतिमै हुन्छ। त्यसो भएको हुनाले राजनीतिको समाचार आउनुलाई अन्यथा मान्नु भएन, तर हरेक कुरालाई राजनीति मात्रै हो भन्ने प्रवृत्ति चाहिँ गलत भयो। राजनीतिको सट्टामा यस्तै स्वास्थ्य, संस्कृति, जनजीवनका अरू आयामहरूलाई पनि समाचारको रूपमा लिनुपर्छ र यो क्रममा बिस्तारै बढ्दै गएको पनि पाउँछु। हामीले फिड गर्न पनि नपाएको हो कि इन्ट्रेस्ट पनि छैन, जुन अडियन्स भनौँ हाम्रो या श्रोता हुन सक्छन्? हामीले केही हदसम्म फिड गर्न पनि नसकेको हो भनेर भनौँ न, किनभने राजनीतिभन्दा बाहेकका विषयहरूमा पनि प्रशस्त मानिसहरूको रुचि छ। ती इन्ट्रेस्टलाई हामीले चाहिँ सर्भ गर्दै जानुपर्छ र क्रमिक रूपमा अलिकति त्यो सर्भ गर्ने काम पनि, त्यो सम्बन्धी सामग्रीहरू दिने काम पनि बढ्दै गएको हो कि भन्ने चाहिँ मलाई भावना हुन्छ। हुँदा मुनाल मसँग डेटा छैन, तर मलाई फिल हुन्छ अलिकति त्यो पनि बढिरहेको छ जस्तो लाग्छ। यसमा मैले अलिकति जोड्न चाहेँ। उहाँले भन्नुभयो रुचिको कुरा, यहाँले सोध्नुभयो नि, रुचिको कुरा गर्दाखेरि चाहिँ पछिल्लो समय पब्लिकहरूमा, अडियन्समा, रिडर्समा, भ्युवर्समा, वाटेभर जे फर्ममा भनौँ, उहाँहरूको रुचि पोलिटिक्समा भन्दा अहिले चाहिँ सोसियल इस्युजमा बढी भइरहेछ। मेरो एउटा एक्सपिरियन्स छ भनौँ न। अझ म स्वास्थ्यको कुरा भन्दा चाहिँ विभिन्न सङ्घ संस्थाहरूले रिसर्च पनि गर्नुभएको छ, हेल्थ रिलेटेड स्वास्थ्य संस्थाहरूले अथवा रिसर्च गर्ने संस्थाहरूले। किन भन्दाखेरि अब पोलिटिक्समा जहिले पनि हाम्रो पोलिटिक्स, अहिलेको हाम्रो न्युजको ट्रेन्ड हेर्ने हो भने नेगेटिभ न्युजबाट बढी चाहिँ सुरुवात हुन्छ। तर अहिलेको मान्छेहरूले चाहिँ नेगेटिभ कुरा भन्दा पनि पोजिटिभ कुरा, अहिले हामीले न्युज पस्क्यौँ भने
सागसब्जीहरू खानुहोस्, माछा मासुभन्दा बढी सागसब्जी खानुहोस्, अथवा कोक फेन्टाभन्दा बढी चाहिँ घरमै बनाएको कागती पानी खानुहोस् भनेर टिप्सहरू दियौँ भने त्यो टिप्सहरू छिनभरमै 1 मिनटमै सयौँजनाले सेयर गरेको हामी देख्छौँ कि त्यो चाहिँ हामीले देखेकै कुरा हो नि त, भोगेकै कुरा हो नि त। तर पोलिटिकल न्युजलाई मान्छेले हेर्छ, यो नेताले यस्तो गर्यो अथवा यस्तो गर्यो। मैले पोलिटिकल न्युज आउनु हुँदैन भनेको होइन, पोलिटिकल न्युजमा पब्लिकहरूलाई इन्ट्रेस्ट चाहिँ घट्दै गएको चाहिँ फिल हुन्छ। सायद सिस्टमले गर्दा पनि होला, निराशाजनक अवस्था। मेबी है, हामी त्यो पनि भन्न सक्छौँ, सिस्टमका कुरा होला, उहाँले गरेका गतिविधिका कुरा होला, हामीलाई दिक्क लागे पनि होला। अब यसले चाहिँ अलिकति तपाईँको जनजीवनलाई उकास्न, तपाईँलाई सचेत गराउनका लागि सोसियल न्युजहरूले चाहिँ अथवा पोजिटिभ एउटा भाइब्स पनि दिन्छ होला, त्यो भएर पनि हुनसक्छ। स्वास्थ्यसँग जोडेको पत्रकारिता संस्थाको अध्यक्ष हुनुहुन्छ, यस क्षेत्रमा चाहिँ कुल कतिको रिपोर्टर हेर्नुहुन्छ तपाईँ? समग्र देशभरिमा घुमेर कति म्यान पावर छन् होला, अन्दाज लगाउन सकिन्छ होला? अन्दाज लगाउन सकिन्छ। कुरा यस्तो छ, अब मैले भने नि एकदमै इग्नोर गरिएको क्षेत्र हो, बिट हो। अहिले पछिल्लो समय जतिसुकै इमर्ज भए पनि, जतिसुकै अगाडि आउनु खोजे पनि पोलिटिकल न्युजले पहिलो प्रायोरिटी त पाएकै छ। त्यो हिसाबले चाहिँ हामी केन्द्रमा बसेर पत्रकारिता गर्नेहरूले चाहिँ अहिले बिट छुट्याइसक्यौँ। तपाईँले केन्द्रमा बस्नेहरूलाई चाहिँ बिट वाइज पत्रकारिता गरेको देख्नुहुन्छ। तर त्यो भ्याली सेन्ट्रिक भयो, त्योभन्दा बाहिर चाहिँ हो। म आउँदैछु त्यसमा। केन्द्रमा बसेर चाहिँ अलि सजिलो छ बिट पत्रकारिता गर्न, तर त्यही कुरा हामी जिल्लामा आयौँ, मैले यहीँ आएर हामीले 3 दिनको ट्रेनिङमा पनि कुरा गऱ्यौँ। साथीहरूले भन्नुभयो हामीले त कहाँ स्वास्थ्य मात्रै गर्न सक्छौँ र, हामीलाई त कहिले क्राइमको कुरा रिपोर्टिङ गर भन्छ, कहिले पोलिटिकल कुरा रिपोर्टिङ गर भन्छ, कहिले हामी कहाँ जानुपर्छ, कहिले कहाँ जानुपर्छ, कहिले संस्कृतिका कुराहरू रिपोर्टिङ गर्नुपर्छ। त्यो सही हो, हुँदाहुँदै पनि हामीले एकदमै फोकस्ड भएर हेल्थमै गर्नुहोस् भने होइन, तर हेल्थलाई प्रायोरिटीमा राख्नुहोस् न। यो चाहिँ हाम्रो जनजीवनसँग, किनभने हेल्थ भनेको त एकजना नेतालाई नचाहिने भन्ने होइन नि, एकजना खेलाडीलाई हेल्थ नचाहिने भन्ने होइन नि, उहाँहरूको हेल्थ बिग्रिनु भनेकै देशको हेल्थ बिग्रिनु हो। त्यही भएर हामीले भन्ने गरेको चाहिँ हामीले देशभरिका पत्रकारहरूलाई चाहिँ एक किसिमको ओरिएन्टेसन दिने पनि प्लान गरिरहेछौँ, सुरुवात पनि गरिसकेका छौँ कि तपाईँहरूलाई हामी छुट्टै यो मात्रै गर्नुहोस् भनेर भन्दैनौँ, तर हेल्थलाई चाहिँ तपाईँकै गाउँ टोल छिमेकका दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ उकास्ने कुरा हो, यो जनचेतना दिने कुरा हो। त्यही भएर यसलाई चाहिँ प्रायोरिटीमा राखिदिनुहोस् है भनेर चाहिँ हामीले ओरिएन्टेसन दिने कार्य चाहिँ सुरु गरेका छौँ। एक्ज्याक्ट यति नै जना छन् भन्ने छैन, तर हामी 40-50 जना साथीहरू केही प्रदेशतिर पनि बसेर गरिरहनु भएको छ, 5-7 जना साथीहरू टोटलमा गर्ने भने 40-50 जना साथीहरू चाहिँ हेल्थमै फोकस्ड भएर रिपोर्टिङ यो भ्यालीको डाटा भन्न मिल्छ कि समग्र देशभरिको भन्न? समग्र देशको कुरा गरेँ मैले, यो 50 जना जति हामीले टेन्टेटिभ भनौँ न, हामीसँगै जोडिनु भएका 35-40 जना साथीहरू हुनुहुन्छ। त्यसबाहेक प्रदेश जिल्लातिर पोखरामा पनि छ, हेल्थमै गरिरहनु भएका साथीहरू हुनुहुन्छ, चितवनमा हुनुहुन्छ। अलिकति सेन्टरलाइज नै भएको छ, तर यो क्रम चाहिँ बढ्दो छ। यमजी अध्यापन गर्ने टाइममा चाहिँ, पढाउने टाइममा चाहिँ अब नयाँ विद्यार्थीहरू पनि आउँछन् होला, खासमा इन्ट्रेस्टको जब कुरा गरौँ, उनीहरू पढाउने क्रममा तपाईँले के हेर्नुहुन्छ, कसो इन्ट्रेस्ट हुन्छ उनीहरूको? जस्तो अहिले हामीले क्षेत्र हिसाबले पनि बिट पत्रकारिताको कुरा गर्दैछौँ, हामीले सुरुवातदेखि नै क्राइमतिर या खोज पत्रकारिता या स्वास्थ्य शिक्षा कसो इन्ट्रेस्ट पाउनुहुन्छ, कति गर्नुहुन्छ? थोरै मैले पत्रकारिताको आकर्षणको कुरा गर्छु। यङ जेनेरेसनमा पत्रकारिताप्रति म आकर्षण अझै पनि देख्छु। खास गरी यङ जेनेरेसनलाई चाहिँ रेडियोमा स्वर सुनाउनको लागि, टेलिभिजनमा अनुहार देखाउनको लागि, पत्रिकामा बाइलाइन देखाउनको लागि त्यो खालको उहाँहरूको इन्ट्रेस्ट म देख्छु। तर यो समयक्रममा चाहिँ फेरि के देखिन्छ भने अलिकति यो मेहनत गर्नुपर्ने, धेरै अध्ययन गर्नुपर्ने, धेरै दुःख गर्नुपर्ने, अड आवर जब भएको हुनाले पछि अलिक कम हुँदै गएको पनि मैले पाउँछु। यद्यपि युवाहरूको पत्रकारितामा रुचि छ। उहाँहरूले चाहिँ मैले जति विद्यार्थीलाई पढाएँ तर थोरै विद्यार्थीहरू आउनुभएको छ र आउनुभएको विद्यार्थीहरू एकदम क्रिम भएर निस्किनु भएको छ र धेरै राम्रो मिडियाहरूमा काम गरिराख्नु भएको छ र एकदम समाजमा लुकेर रहेका कुराहरूलाई खोतलेर समाजलाई सुसूचित गर्ने काममा चाहिँ उहाँहरू लागिराख्नु भएको छ। युवाहरूको रुचि पक्कै पनि छ पत्रकारितामा।
सुरुवातीमा जसरी भन्नुभयो नि जुन एउटा ग्ल्यामरले पनि एट्र्याक्ट गर्छ होइन, एउटा फेमले एट्र्याक्ट गर्छ, पछि घट्दो जान्छ यो। यसमा दुईटा कुरा गरौँ, एउटा मिडिया हाउसको कुरा गरौँ होइन, म्यानेजमेन्टको कुरा गरौँ, अर्को समाजको कुरा गरौँ। दुवैलाई कति हामीले उत्तरदायी बनाउन सक्छौँ कि जुन व्यक्ति आउँछन् उनीहरूलाई स्टे गराउनु पऱ्यो, राख्नु पऱ्यो, होल्ड गराउनु पऱ्यो, निरन्तर उनीहरू अगाडि बढौँ, कतिको भूमिका हुन्छ दुवैको? दुवैको भूमिका आफ्नो आफ्नो ठाउँमा छ। अब पत्रकारले पनि आफूलाई त्यो अनुसार च्यालेन्ज सहन सक्ने बनाउँदै लानु पर्यो, मिडिया हाउसले पनि त्यो खालको जनशक्तिलाई त्यहीँ चाहिँ एब्जर्भ गरेर राख्ने चाहिँ गर्नु पर्यो। त्यो दुइटैको भूमिका आफ्नो ठाउँमा छ। कल्पनाजी, अब यो क्षेत्र हिसाबले पत्रकारिताको कुरा हुँदैछ, स्वास्थ्यमा कुरा गरौँ भने एचडिआईसँग जोडेर आउँछ, इम्पोर्टेन्ट फ्याक्टर भयो एचडिआई होइन, मानव विकास सूचकाङ्कको। अहिले प्रदेश 2 मा तपाईँहरूको ट्रेनिङ छ, प्रदेश 2 एकदम पछाडि परेको, कर्णाली प्रदेश 2 होइन। अब स्वास्थ्यको रिपोर्टिङ गर्दाखेरि कसरी हुनु पर्यो, तपाईँले के सोच्नुहुन्छ? अब समग्रमा रिपोर्टिङ हेर्दाखेरि के भनिन्छ होला, अस्पतालको अवस्था हेराउने, सरकारलाई दोष दिने, डाक्टरको अभाव, बजेटको अभाव, यो मात्रै हो रिपोर्टिङ या अन्य पनि यसको अन्य लेयरहरू पनि छन्? डेफिनेटली छ। आज मात्रै नभनौँ, हाम्रो यो 3 दिनको बसाइको ट्रेनिङमा चाहिँ बेसिकली साथीहरूले हामीले स्वास्थ्य सम्बन्धी रिपोर्टिङ चाहिँ गरिरहेछौँ भनेर सेयर गर्नुभयो। मैले उहाँहरूलाई सोधेँ पनि कस्तो खालको रिपोर्टिङ गरिरहनु भएको छ त भन्दाखेरि उहाँहरूले गर्ने रिपोर्टिङ भनेको अस्पतालमा डाक्टर छैन, त्यही भएर बिरामीले दुःख पाए, अस्पतालमा निःशुल्क औषधि छैन, उनीहरूले सरकारले बाँडेन, सरकारलाई नै दोष दिइरहेछौँ हामीले। यस्ता खालका इभेन्ट ओरिएन्टेड कुनै संस्थाले सेनिटरी प्याड बाँड्यो त्यो न्युज चाहिँ हामीले गरिरहेछौँ, सेनिटरी प्याडको त एकदमै धेरै न्युज गऱ्यौँ भनेर भन्नुभयो। सेनिटरी प्याडको न्युज अहिले किन धेरै आइरहेछ भन्दाखेरि सेनिटरी प्याड चाहिँ अहिले एउटा बिक्ने वस्तु जस्तै भएको छ कि। सेनिटरी प्याड एउटा कुनै संस्थाले बाँड्यो त्यो न्युज त्यति ठुलो न्युज होइन। सरकारले सेनिटरी प्याड प्रत्येक वर्ष अरबौं रुपियाँ खर्च गरेर बाँड्नुको सट्टा सेनिटरी प्याड बनाउनका लागि प्रदेश 2 का महिलाहरूलाई तालिम दिन जरुरी छ जस्तो लाग्छ मलाई, स्वास्थ्यको हिसाबले हेर्दाखेरि। र यहाँको प्रदेश 2 का साथीहरूले गरिरहेको रिपोर्टिङ पनि इभेन्ट ओरिएन्टेड नै छ। हामीले डिस्कस पनि गऱ्यौँ। अब इभेन्ट ओरिएन्टेडले मात्रै हामीले पोलिसी लेभलमा हिट गर्न सक्दैनौँ। हाम्रो पनि कहीँ न कतै उत्तरदायित्व छ कि हाम्रा हक अधिकार के हुन् त, स्वास्थ्यमा हामीले पाउने अधिकार के हो त, र त्यो अधिकार हामीले कहाँनिर पाइरहेका छैनौँ भनेर अब चाहिँ तपाईँहरूले हिट गर्नुहोस्, लेख्नुहोस्, पोलिसी लेभलमै प्रभाव पार्ने गरी लेख्नुहोस् भनेर हामीले कुरा गऱ्यौँ। हामीलाई सूचना आउँदैन भन्नुभयो। सूचना खोज्ने काम त डेफिनेटली पत्रकारकै हो। र मैले प्रदेश 2 मा जस्तो यहाँले इन्डिकेटरको कुरा गर्नुभयो, त्यो इन्डिकेटरहरू भनेको रोड बन्यो, जनकपुरमा ठुल्ठुलो रोडहरू बन्यो, त्यो चाहिँ विकास भयो मात्रै होइन नि त। हेल्थ मानव यो इन्डिकेटरको लागि चाहिँ ठुलो एउटा इन्डिकेटर हो, ठुलो एउटा मापन केन्द्र हो। किनभने मान्छे स्वस्थ छैन भने विकासका कुराहरू जति ठुलो गरे पनि त्यो विकासले खासै मिनिङ राख्छ जस्तो मलाई लाग्दैन। तपाईँले उपचार गर्नका लागि तपाईँसँग अस्पतालै छैन, सेवा नै छैन, ह्युमन रिसोर्स नै छैन भने त्यसले कहाँनिर असर गर्छ त भन्दाखेरि देशकै आर्थिक स्थितिमै असर पार्ने हो। त्यही भएर यस्ता कुराहरू चाहिँ प्रदेश 2 मा तपाईँहरूले खोज्नुहोस् भनेर हामीले कुरा गऱ्यौँ। उहाँहरू अघि पनि हुनुभएको छ, लेट्स होप उहाँहरूले यस्ता खालका रिपोर्टिङ पनि गर्नुहुन्छ। यमजी, स्वास्थ्य बाहेक अर्को क्षेत्रहरूको कुरा गर्दा शिक्षातिर आउँछ होला होइन, गरिबीतिर आउँछ होला, रोजगारतिर अन्य क्षेत्रहरू पनि आउँछन् होला। अब के गाह्रो हुन्छ होला रिपोर्टिङ गर्दा, या किन त्यति इन्ट्रेस्ट पाइएन, पत्रकारको रुचि किन भएन, कहाँ कमी कमजोरी वा बाधा कहाँ आउँछन् होला तपाईँले अनुभव गरेको हिसाबले? मतलब यो बिटमा लेख्दाखेरि बिटमा अहिले चाहिँ कल्पना म्यामले हेल्थको बिटको कुरा गर्नुभयो, तपाईँले अरू विभिन्न बिटको कुराहरू गर्नुभयो। अहिले वैदेशिक रोजगार, संस्कृति अरू विविध विषयमा बिट बनाएर, स्पोर्ट्स लगायतका विभिन्न विषयमा बिट बनाएर त्यसमा पत्रकारिता गर्ने पत्रकारहरूको सङ्ख्या पनि बढ्दो छ, बढिरहेको म पाउँछु। विभिन्न विषयलाई बिट बनाएर एउटै बिटलाई पनि अझै विभाजन गरेर, जस्तै अर्थतन्त्रको बिटलाई बनाएको छ भने त्यसमा चाहिँ अझै
फाइनेन्सलाई मात्रै हेर्ने, ब्याङ्किङलाई मात्रै हेर्ने, इन्सुरेन्सलाई मात्रै हेर्ने, त्यस्तो किसिमको नि त्यो बिटलाई पनि अझै डिभाइड गरेर हेर्ने प्रवृत्ति आएको छ। त्यसले गर्दाखेरि बिट रिपोर्टिङमा चाहिँ अहिले अब आफ्नो बिटमा आफ्नो किसिमको समस्याहरू त पक्कै छन्, तर बिट रिपोर्टिङ चाहिँ अहिले एउटा जमेर आइरहेको, धेरैले त्यसमा चाहिँ प्रवेश गर्न चाहिरहेको विधा देखिन्छ। त्यसमा अब म्यान पावर ट्रेनिङको कुरा आउँछ होला होइन? सबै यो कुरा हामीलाई थाहा नै छ, अहिलेसम्म जति पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति छन् सबैको ब्याकग्राउन्ड त्यही विषयसँग जोडेर आउँदैन भनेपछि ट्रेनिङ त कहीँ न कहीँ चाहिन्छ होला उनीहरूलाई होइन? कसरी रिपोर्टिङ गर्ने, के गर्ने। अब त्यसमा तपाईँहरू जस्तै अन्य ट्रेनिङ दिने वा सरकारतर्फबाट हुनसक्छ कि मिडिया हाउस आफैबाट हुनसक्छ, त्यो ट्रेनिङलाई चाहिँ कसरी प्रभावकारी बनाउने सरकारले के मद्दत गर्न सक्छ होला? हो, यसमा चाहिँ अब सरकारको पनि आफ्नो खालको भूमिका हुन्छ। विभिन्न सरकारी गैर सरकारी संस्थाहरूले पनि त्यसलाई चाहिँ सहयोग गर्न सक्छ, गरिराखेको पनि छ। जस्तो UNFPA यो हेल्थ सम्बन्धी रिपोर्टिङको लागि गरिरहेको छ। अनि अरू जस्तो यो वैदेशिक रोजगार सम्बन्धी रिपोर्टिङ गर्नेहरूलाई पनि त्यही अनुसारको विभिन्न संस्थाहरू छन् नि त, त्यो संस्थाहरूले पनि अहिले चाहिँ फेसिलिटेट गरिरहेको अवस्था छ। फेसिलिटेट गर्ने क्रम पनि अहिले बढिरहेकै छ। फेरि बिट रिपोर्टिङ गर्ने पत्रकारहरूलाई उहाँहरूको सिप र दक्षता ज्ञानलाई बढाउनको लागि त्यही अनुसारको सहजीकरण गर्ने कामहरू पनि विभिन्न सङ्घ संस्थाहरूले गरिराखेको छ। त्यो क्रम पनि म बढ्दो क्रममै देख्छु। कल्पनाजी, अहिले अब जुन ट्रेनिङ गरियो, तपाईँहरूले बोलाउनु भयो त्यो पत्रकारहरूलाई, त्यसमा मिडिया हाउसको जुन प्रतिनिधि भनौँ या म्यानेजमेन्ट हेर्ने भनौँ, उनीहरूलाई इन्भल्भ अहिलेसम्म अन्य ट्रेनिङहरू हुँदाखेरि गराउनु भएको थियो कि उनीहरूसँग यसो कुरा गर्दा बिट रिपोर्टिङ गराउनु पर्यो, बिट इस्ट्याब्लिस गर्नु पर्यो होइन? त्यसो खालको म्यान पावर ल्याउनु पर्यो वा ट्रेनिङ दिनु पर्यो, न्युज जानु पर्यो, त्यसो छलफलहरू भएको छन्? छलफलहरू गर्न सुरु गरिसकेका छौँ हामीले। केन्द्रको कुरा गर्ने हो भने चाहिँ हामीले टप लेभलका एडिटरहरू भनौँ न, टप लेभल भनेपछि हामी एडिटरै सम्झन्छौँ। एडिटरहरूलाई, डेस्कमा बस्नेहरूलाई पनि बोलाएर हेल्थका इस्युजहरूमा चाहिँ यस्ता खालका इस्युजहरू छन् जसले चाहिँ प्रायोरिटी पाउनुपर्छ है भनेर हामीले छलफल गर्न सुरु गरिसकेका छौँ केन्द्रमा भने। अब प्रदेश स्तरमा चाहिँ भर्खर प्रदेश पनि इस्टाब्लिस हुँदैछ भनौँ न, उहाँहरू पनि के गर्ने के नगर्ने भन्ने अलमलमा हुनुहुन्छ। त्यो अवस्थामा चाहिँ प्रदेश स्तरमा पनि हामीले छलफल चलाउनु पर्छ भनेर सुरुवाती चरणमा छौँ, त्यो पनि हामी छलफल चलाउँछौँ। र अर्को कुरा चाहिँ मलाई लाग्छ अब चाहिँ स्वास्थ्यमा धेरैजनाले चाहिँ बुझिसक्नु भएको छ। मैले स्वास्थ्यको मात्रै कुरा गर्दाखेरि शिक्षामा पनि त्यही नै छ। यस्तो बिट पत्रकारिता गर्दाखेरि उहाँहरूलाई पनि एउटा फाइदा के हुँदो रहेछ भन्दाखेरि म्यानेजमेन्ट टिमलाई पनि एकजनाले मात्रै एउटा बिट हेर्दाखेरि ऊ चाहिँ त्यो विषयको विज्ञ जस्तै बन्छ के। किनभने अब तपाईँलाई हेल्थ बिट हेर्न दियो भने तपाईँ आज पनि हेल्थ गर्नुहुन्छ, भोलि पनि हेल्थ गर्नुहुन्छ, आज स्वास्थ्य मन्त्रालय जानु होला, अर्को दिन विभाग जानु होला, अर्को दिन डक्टरसँग, तपाईँको एरिया नै त्यही भयो नि। तपाईँले जब एउटै कुरामा रिपोर्टिङ गरिरहनुहुन्छ तपाईँको नलेजको लेभल पनि बढ्छ, तपाईँलाई त्यस्तै खालका ट्रेनिङहरूमा बोलाइन्छ पनि, ट्रेनिङ दिनेहरूले पनि यसले गरिरहेछ यसलाई ट्रेनिङ दिनुपर्छ भनिन्छ, प्राविधिक कुराहरूको पनि ट्रेनिङ लिने कुरा आउँछ। त्यही भएर एउटै विषयमा गर्दाखेरि त्यो विज्ञ जस्तै बन्छ, त्यो म्यानेजमेन्ट टिमलाई पनि फाइदा भयो नि। भनेपछि इनडेप्थमा स्टोरी आउँछ भनेर पनि त्यो म्यानेजमेन्टले चाहिँ त्यो रिपोर्टरलाई अथवा त्यो करेस्पोन्डेन्टलाई लगानी गर्न इच्छा देखाएको जस्तो चाहिँ मलाई लाग्छ। दर्शकवृन्द, प्राइम टाइम में चर्चा जारी रहबे करते एक छोट-छीन व्यावसायिक विश्राम के तरफ आगा बढ़ी। विश्राम के बाद हम सब फिर से हाजिर है। व्यावसायिक विश्राम के बाद प्राइम टाइम में फिर से स्वागत करी। आई पत्रकारिता क्षेत्र के बात भ रहल छै, लेकिन पत्रकारिता क्षेत्र के बहुआयामिक बात सब भ रहल छै जे आम तौर पर जे अहाँ सब देखै छी, जे हम सब अहाँ सबके देखाबै छी, चाहे वो खास कऽ राजनीतिक खबर होय या कोनो क्राइम से जुड़ल बातचीत होय, दुर्घटना भ सकैया, ओहिसँ हट कऽ शिक्षा, स्वास्थ्य, ताहिके बाद सामाजिक उत्तरदायित्व के जे खास कऽ विषय सब रहल छै, ओहिमे केना आगा बढ़ि सकै छी, ओहि पर आइ बातचीत कर रहल छी। हमरा सबके साथ में दू गोटे अतिथि छथि, कल्पना आचार्य जी आ तहिना यम बहादुर दुरा जी छथि हमरा सबके साथ में। दू गोटे संगे बातचीत कर रहल छी, बातचीत के सिलसिला आगा बढ़बै छी। यम जी, विभिन्न कुराहरू गरियो, अब हल्का मेन स्ट्रीम फेरि ब्याक नै हो, मेन स्ट्रीम मिडियामै हो। जुन ट्रेन्ड हेरिन्छ अहिलेको पत्रकारिताको, जुन अहिलेको जुन ट्रेन्ड छ, चाहे त्यो पोलिटिकल एस्पेक्टले बढी डोमिनेन्ट होस् या जे होस्, पत्रकारिताको जुन अहिले शैली छ, कसो पाउनु भएको छ तपाईँले? पहिला भन्दा कतिको चेन्ज भयो, कति अगाडि बढ्यो हामी?
समयक्रममा परिवर्तनहरू त प्रशस्त भएका छन्, त्यो स्वाभाविक पनि हो। अघि कल्पना म्यामले भन्नुभएको थियो हिजोको दिनमा पोलिटिक्स असाध्यै बढी डोमिनेन्ट थियो भने अब चाहिँ पोलिटिक्सभन्दा बाहिरका कुराहरू पनि प्रशस्त आउन थालेका छन्। हेल्थका कुराहरू आउन थालेका छन्, संस्कृतिका कुराहरू आउन थालेका छन्, अरू जीवनको विभिन्न आयामहरूका बारेमा आएका छन् र क्रमिक रूपमा चाहिँ पत्रकारिता अनुसन्धानात्मक पनि हुँदै गइरहेको देखिन्छ। खालि इभेन्ट ओरिएन्टेड समाचार मात्रै होइन, पत्रकारले थलोमै गएर थुप्रै हार्डवर्क गरेर लेगवर्क गरेर सूचना ल्याएर त्यसलाई चाहिँ राम्रोसित पस्किने कामहरू पनि अहिले भइरहेको छ। यो हिसाबले चाहिँ प्रगति भइरहेको छ, तर सन्तोषजनक अवस्थामा अझै पनि पुग्न सकेको छैन। जस्तो अब भाषाको कुराहरूमा पनि तपाईँ हजुरका कुराहरू पनि अहिले आइराखेको छ होइन। अब पत्रकारले चाहिँ आदरार्थी शब्दहरू प्रयोग गर्नुपर्ने ठाउँमा चाहिँ त्यो आदरार्थी शब्दहरू प्रयोग गरिराखेका छैनन्, आदरार्थी भाषाहरू प्रयोग गरिराखेका छैनन्। ठुला मिडिया हाउसहरूले पनि त्यस्तो गरिराखेका छन् भन्ने ती इस्युहरू पनि आउने ठाउँमा छन्। तर क्रमिक रूपमा पत्रकारितामा चाहिँ प्रगति भइरहेको म देख्छु। यसमा एउटा कुरा अझै थप हो, अहिले जुन अब आएर ट्रेन्ड जुन बन्या छ, अब त्यो जहाँबाट इन्फ्लुएन्स्ड भएर होस् एउटा डिबेट टाइपको सोहरू गर्ने होइन, त्यो सायद मोस्ट प्रोबेबली इन्डियन मिडियाबाट इन्फ्लुएन्स भएर आएको होला। अब त्यसमा चाहिँ हल्का भाइलेन्ट हुने होइन, झगडा हिसाबको गराउने, त्यसो जानी पनि गराइराखेको हुने होइन, त्यो अडियन्सको इन्ट्रेस्ट त्यसो भयो रे त्यसो हुने, त्यो पनि कुराहरू आइरहेको हुन्छन्। यिनीहरूले जुन एथिक्स छ होइन, आचार संहिता भनौँ या जे भनौँ, जुन मोरल्स हुन्छ जर्नलिजमको, त्यसलाई कति ह्याम्पर गरेछ? भद्रता त अब हरेक पेसामा जरुरी छ, पत्रकारितामा पनि भद्र व्यवहार हुनै पर्छ। अब एकदमै भाइलेन्ट किसिमले प्रश्नहरू सोध्ने, तपाईँले यो उत्तर नदिएर हुन्छ भन्ने किसिमले चाहिँ भनौँ न, एक किसिमले भन्ने भने यो शब्द प्रयोग गर्न हुन्छ कि हुन्न, प्रहरीको केरकार शाखामा सोधिए जस्तो गरी प्रश्नहरू सोध्ने ती ट्रेन्डहरू देखिन्छ। तर त्यो चाहिँ मलाई त्यति उपयुक्त हो जस्तो लाग्दैन। शिष्ट तरिकाले प्रश्नहरू सोध्नु पर्यो, उहाँहरूलाई अनेक तरिकाले उहाँले भन्न नखोजेको कुरालाई निकाल्नु पर्यो, पब्लिकलाई इन्फर्म गर्नु पर्यो। तर अलि हिंस्रक तरिकाले प्रस्तुत हो भने त्यो गर्दा अलि हिट भइन्छ। अहिले जुन अब चलेको छ नि, आम पब्लिकले पनि भन्ने गर्छन्, ओ इन्डियन मिडियालाई हेर्नु पर्यो, एङ्करले त कस्तो झपार्यो उसलाई होइन, झगडा गर्यो, यो गर्यो, त्यसो हुनु पर्यो, जर्नलिस्ट त त्यसो हुनु पर्यो होइन, थर्काउने खालको यो कुराहरू पनि आइरहेको हुन्छ। हामीभित्र एक किसिमको विद्रोहीपन पनि छ। मतलब राजनीतिमा भएका विकृतिहरूले गर्दाखेरि थोरै विद्रोहीपन हामीभित्र विकास भएको छ। त्यो हिसाबले अलिकति त्यस्तो प्रश्न सोद्धाखेरि अडियन्सलाई अलिकति मजा आएको त हुनसक्छ, तर त्यसले हाम्रो सम्यक समाज, शिष्ट समाज, भद्र समाजको जुन चरित्र छ त्यो चरित्रलाई विकृत गराउने काम गर्छ। त्यसो भएको हुनाले त्यस्ता किसिमका प्रश्न सोधाइहरू इथिक्सको हिसाबले पनि, सामाजिक उन्नतिको हिसाबले पनि त्यो राम्रो काम हो जस्तो मलाई लाग्दैन। मेरो बुझाइ त्यही नै हो। कल्पनाजी, अहिले अब जुन ट्रान्सफर्मेसन भइरहेछ मिडियाको होइन, पहिला प्रिन्टबाट टेलिभिजनतिर होइन, त्यसपछि अहिले अब अनलाइन होइन, सोसल मिडिया, यो सब कुराहरू आइरहेको छ। यसमा चाहिँ अब खास गरेर अनलाइन मिडियाहरूमा पनि थुप्रै होइन, युट्युबको कुरा गर्दा पनि यो हामीले पनि स्वीकार गर्नुपर्ने हुन्छ, खुब विकृतिहरू आए होइन, जुन भनिन्छ नि पित पत्रकारिता पनि हुन थाले, आचार संहितासँग पनि जोडेर आउँछ। यसलाई हामीले आफै पनि कसरी सुधार गर्ने होला? अब त्यो विकृतिहरूलाई कसरी, आफ्नै क्षेत्रको विकृति त हटाउनु पर्यो, त्यसमा के प्रयास गर्दा हुन्छ होला? अब यस्तो छ हेर्नुहोस्, पछिल्लो समय चाहिँ यहाँले भन्नुभए जस्तै समयक्रम अनुसार मिडिया चाहिँ अहिले पछिल्लो समय चाहिँ अनलाइन मिडिया असाध्यै धेरै फेमस छ भनौँ न। धेरैजनाले हेर्ने, मोबाइलमै हरेकको हातमा मोबाइल छ, मोबाइलमै न्युज हेर्ने र एउटा पर्सेप्सन बनाउने खालको ट्रेन्ड छ। अहिले टेलिभिजन सेट अगाडि नै बसेर हेर्ने भ्युवर्सको सङ्ख्या चाहिँ निकै न्यून छ। र अर्को साइडमा फेरि अहिले यहाँले भन्नुभयो जस्तै एकदमै केरकारै गरेर प्रश्न सोध्ने कुराहरू पनि यहाँले प्रसङ्ग उठाउनु भयो, यसमा नि म जोड्न चाहेँ। यो चाहिँ पछिल्लो समय सोसियल मिडियाले गर्दा पनि यो ट्रेन्ड आएको हो कि जस्तो मलाई लाग्छ। हामीले चाहिँ त्यो सोसियल मिडिया र मिडियालाई एउटै तराजुमा राखेर हेऱ्यौँ कि सोसियल मिडिया भनेको फरक कुरा हो र मिडिया भनेको फरक कुरा हो भनेर हामीले हाम्रो रिडर्सलाई, हाम्रो भ्युवर्सलाई, हाम्रो अडियन्सलाई हामीले बुझाउन नसकेका कारण उनीहरूले त समान रूपमा हेरिदिए
सोसियल मिडिया पनि यही हो, त्यसबाट पनि इन्टरभ्यू आइरहेछ, मिडिया टेलिभिजनबाट आउने पनि यही नै हो। त्यो क्यामेरा बुम भएपछि पत्रकार आम जनमानसले बुझिहाल्छ। हो, डेफिनेटली जसले बुम लिएर हिँडेको छ, युट्युबर पनि पत्रकार बनाइदिएको छ, सबैलाई पत्रकारको तराजुमा राखेर हेर्ने आँखाको कारणले गर्दाखेरि चाहिँ त्यो विकृतिहरू अझ धेरै फैलिएको जस्तो लाग्छ। हामीले सर्वप्रथम हाम्रो भ्युवर्सलाई, हाम्रो रिडर्सलाई चाहिँ के बुझाउनु पर्यो भन्दाखेरि सोसियल मिडिया र मिडिया भनेको चाहिँ दुईवटा फरक कुरा हुन्। सोसियल मिडियाको चाहिँ छुट्टै खालको विशेषता होला, इन्फर्मेसन दिने एउटा प्लेटफर्म होला, तर सोसियल मिडिया भनेको पत्रकारिता होइन नि त। पत्रकारिता गर्नका लागि त त्यसको मोरल इस्युजहरू छन्, त्यसको चाहिँ मोरल बाउन्ड्री छ, त्यसको एथिक्स छ, कोड अफ कन्डक्ट छन्। यसमा मैले एउटा अझै कुरा थप्न चाहे, दुवैबाट म जवाब चाहन्छु। एउटा अब अनलाइन भयो होइन, चाहे त्यो युट्युबमा राखिने भिडियोहरू भयो, त्यो अचेल चाहिँ टाइटल राख्ने ट्रेन्ड चाहिँ मलाई बडा अजिब लाग्छ कि। टाइटल कसो कसो राखिदिने होइन, जस्तै फर इक्जाम्पलको लागि लिउँ न, कुनै पनि एउटा भिडियो छ, अब क्वेसन गर्दा दुईवटा पक्षबीच स्टुडियोमै कुटाकुट भयो रे, त्यसो राखिदिने, यसो हुँदा यो भयो रे होइन। त्यो टाइटलहरू राख्दा अब हुन त सायद त्यो भ्युज ग्यादर गर्नलाई नै हुन्छ होला, तर यसले चाहिँ जुन एथिक्स भयो या जुन हाम्रो जुन कोर हुन्छ जर्नलिजमको होइन, त्यसपछि फ्याक्चुअल बेस्ड कुरा गर्दाखेरि दुवै हल्लाकै छ होला मलाई लाग्छ। यसमा तपाईँको टिप्पणी चाहिँ के हो? अब यसो छ, यो युट्युबरहरूले जुन क्याची हेडलाइन राख्ने कुरा गर्नुभयो नि, अनि मैले मेन स्ट्रिम मिडियाको पनि युट्युबमा भिडियो हेर्दा मैले त्यो हेरेको छु। अब के भयो भने म यहाँनिर जोड्छु तपाईँलाई, मेन स्ट्रिम मिडियालाई चाहिँ सोसियल मिडियाले बाध्य बनाइरहेछ कि अहिले। सोसियल मिडियामा बाध्य बनाउँदैमा हामीले त्यसो गर्न मिल्छ होला, यो त ट्रेन्ड नै होला सायद। यस, नगर्नु पर्ने हो, गर्न हुँदैन। मेन स्ट्रिम मिडियालाई अहिले तपाईँ टेलिभिजनहरूको हालत हेर्नुहोस्, टेलिभिजनहरूले युट्युबमा अथवा फेसबुक पेजमा आफ्नो भिडियोहरू राखेन भने उहाँहरूको त्यो टेलिभिजन चल्नेवालै छैन, किनभने यो समय क्रमले ल्याएको चेन्ज हो। त्यो राख्न मिल्यो, तर मैले जुन टाइटलको जुन कुरा गरेको छु, यस टाइटलमा चाहिँ उहाँले यो राख्न मिल्दैन। यदि उहाँले मेन स्ट्रिम मिडियामा काम गरिरहनु भएको छ, साँच्चैकै पत्रकारिता गरिरहेको हो भने त्यो पब्लिकलाई भड्काउने खालको, अझ म त कुनै कुनै युट्युबको तपाईँ लिङ्क हेर्नुहोस्, त्यो लिङ्कको त्यो टाइटलमा चाहिँ यस्तो राखेको हुन्छ जुन चाहिँ हामी परिवार बसेर सबै त्यो टाइटललाई पढ्न सक्दैनौँ। यस्ता खालका टाइटलहरू पनि हामी देख्छौँ। त्यही भएर सोसियल मिडिया र मेन स्ट्रिमको मिडियालाई चाहिँ हामीले छुट्याउन नसक्ने, मेन स्ट्रिम मिडियाले पनि सोसियल मिडियाको च्यालेन्जलाई चाहिँ अब यसले यस्तो गर्यो म पनि गर्छु भनेर त्यसलाई कपी गर्ने हो भने हाम्रो मिडिया क्षेत्रलाई चाहिँ भोलि सबैले क्वेसन मार्क गर्ने दिन नआउला भन्न सकिन्न। एमजी यसमा तपाईँको यसमा मेरो थोरै मात्रै कुरा छ। अब दुईवटा कुरा, एउटा अभिव्यक्ति स्वतन्त्रताको कुरा आयो, अर्को चाहिँ एथिक्सको आयो। अभिव्यक्ति स्वतन्त्रताको हिसाबले चाहिँ कुराहरू व्यक्त गर्न त पाइयो, भन्न त पाइयो, तर एथिक्सको हिसाबले हेर्दाखेरि चाहिँ समाजलाई मिसलिड गर्ने, खालि त्यो मोनिटाइज गर्ने, भ्यू ग्यादर गर्ने हिसाब तपाईँले जुन भन्नुभयो त्यसरी मात्रै जुन गरिएको छ त्यो चाहिँ पुरापुर गलत हो। इथिकल्ली आचार संहिताको हिसाबले कुरा गर्ने हो भने त्यो काम चाहिँ गर्नै नहुने कुरा हो। र हाम्रो तपाईँले भन्नुभयो त्यो कुरा आयो, जस्तो मेन स्ट्रिम मिडियाले पनि त्यो युट्युबकै फलो गरेर राखेको छ, उहाँहरूले चाहिँ इथिकल्ली अगाडि बढ्ने भने त्यसो गर्नु पनि राम्रो होइन। लास्ट कमेन्ट्स अब दुवैजनाबाट, तपाईँबाटै सुरु गरौँ। अब मेन जुन हाम्रो डोमिनेन्ट सेक्टर जुन भयो मिडियामा, पोलिटिक्स र क्राइमहरूले पाउने, त्यसबाहेक जुन आजको टपिक जुन बेस्ड थियो, त्यसमा चाहिँ आम पत्रकारले वा मिडिया हाउसले कसरी अगाडि बढ्न सक्छन् होला? यो आज हामीले जुन हेल्थ स्वास्थ्य भयो, शिक्षा भयो होइन, संस्कृतिसँग जोडेर त्यसलाई कसरी अगाडि बढाउने होला जान? अब सबभन्दा पहिला त मलाई के लाग्छ भने आम सञ्चार माध्यमहरूले पनि अब नीतिहरू बनाउन आवश्यक भयो। स्वास्थ्यलाई कसरी डिल गर्ने, शिक्षालाई कसरी डिल गर्ने, वैदेशिक रोजगारलाई कसरी डिल गर्ने, संस्कृतिलाई कसरी डिल गर्ने, सांस्कृतिक विविधतालाई कसरी डिल गर्ने, त्यो नीति बनाएर त्यो अनुसार चाहिँ आफ्नो जनशक्तिहरू पनि तयार पार्ने र विभिन्न सङ्घ संस्थाहरूसित सहकार्य गरेर उहाँलाई आवश्यक आवश्यक ज्ञान सिपको लागि ट्रेन पनि गराउने, त्यो किसिमको काम चाहिँ अब गर्न जरुरी छ जस्तो लाग्छ मलाई। कल्पना यसमा चाहिँ म अलिकति स्वास्थ्यलाई नै जोड्न चाहन्छु। स्वास्थ्य शिक्षा, स्वास्थ्य भनेपछि त्यहाँ शिक्षा पनि जोडिन्छ। स्वास्थ्य शिक्षा यो सोसियल इस्यु भएको हुनाले यसमा चाहिँ के गर्न जरुरी छ भन्दाखेरि पहिलो कुरा चाहिँ सञ्चार माध्यमहरूले अब चाहिँ हामी राजनीति मात्रै यो यस्तो क्षेत्र होइन जसलाई हामीले पस्केर मेरो मिडिया चल्छ भन्ने मनस्थिति नै चेन्ज गर्न पर्यो। अब चाहिँ स्वास्थ्यका समाचार, स्वास्थ्यका इस्युजहरू अथवा उसका शिक्षाका इस्युजहरू, संस्कृतिलाई जगेर्ना गर्ने कुराहरू, अन्य इस्युजहरू पनि छन् जसलाई चाहिँ हामीले दिनपर्छ। यो पनि हाम्रो सामाजिक उत्तरदायित्व हो
किनभने पोलिटिकल इस्यु मात्रै दिएर हामीले सामाजिक उत्तरदायित्व वहन गर्छौँ भन्ने मनस्थितिबाट हट्न पर्यो र यी विषयवस्तुहरूलाई पनि समाज परिवर्तन गर्नका लागि चाहिँ यी विषयवस्तुहरू अझ बढी आवश्यक छन् भनेर प्रायोरिटीमा यिनीहरूलाई राख्नै पर्छ। यदि यो प्रायोरिटीमा राख्ने हो भने चाहिँ यो जनशक्तिहरूलाई तालिमको आवश्यकता होला अथवा उनीहरूलाई ओरिएन्टेसनको आवश्यकता होला, त्योतर्फ पनि अलिकति उत्प्रेरित गर्नुपर्छ जस्तो लाग्छ मलाई। हस्, दुवैजनालाई धेरै धेरै धन्यवाद यहाँहरू कुरा राखिदिनु भयो त्यसको लागि। यहाँलाई पनि धेरै धेरै धन्यवाद यो समयका लागि। दर्शकवृन्द, आइके प्राइम टाइम के हमरा सबके समय एतै समाप्त होते हम सब फिर से उपस्थित है कर ताधर के संपूर्ण यूनिट के तरफ से विदा मांगे छी। अपन टेलीविजन देखित रही। धन्यवाद, नमस्कार।